जम्मा नम्बर 1 अङ्क पाएको छ भने फिनल्यान्डले 2 अङ्क पाएको छ। हाम्रो देश नेपालमा पनि सारा हामी नेपालीहरू जुन पार्टीमा दलमा लागेको भए पनि भ्रष्टाचार नियन्त्रण गर्नको लागि सडकदेखि सदनसम्मै एकजुट भयौँ भने डेनमार्क र फिनल्यान्डको तुलनामा हामीले पुर्याउन सक्छौँ। भ्रष्टाचार गरेर नखाने देशको रूपमा नेपाललाई उभ्याउन सकिन्छ। तर सबै नेपाली एकजुट हुनुपर्छ। भ्रष्टाचार नियन्त्रण गर्न सक्यो भने देश अझै पनि शक्तिशाली सम्पन्नशाली बनाउन सकिन्छ। हालसम्मको अवस्थालाई हेर्दाखेरि विरोधी पार्टीकोलाई मात्र कुनै पनि राजनीतिक दलले मानौ कि 30 करोड राज्यको कोषलाई शोषण र दहन गरेर खाएको छ भने 3 देखि 5 करोड असुल उपर गरेर राज्य कोषमा फिर्ता गर्ने, 25-27 करोड उनीको घरमा छ अनि 6 महिना वर्ष दिन जेलमा राखेर निजलाई छोड्ने, यस्तो किसिमको सुनपानी छर्केर छोड्ने कार्यक्रम हुन्छ भए पनि। अनि लाउडामा गिरिजालाई कारबाही गर्नै दिएनन्। कारबाही त के हुन्थ्यो र सुनपानी छर्केर छोड्न पनि दिएनन्। जस्तो लाउडा काण्ड घटाइसकेपछि अख्तियारले पत्र काटेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बोलाइसकेपछि लाउडा काण्डमा अख्तियार समक्ष बयान दिन नगएर आफ्ना शुभचिन्तक नेभी सङ्घ काङ्ग्रेसलाई बोलाएर वरिपरिबाट अख्तियार घेराउ गरेर अख्तियारलाई दबाब दिएर अनेक जाल जेल प्रपञ्च गरेर अख्तियारको पन्जाबाट छुटे। अब त्यसपछिका प्रधानमन्त्रीहरूले र उनको मन्त्रीमण्डलमा बस्ने मन्त्रीहरूले त्यसपछिका राजनेताले के बुझ्ने यो लाउडा काण्डबाट, हैन? उनलाई कारबाही त के हुन्थ्यो र सुनपानी छर्केर छोड्न पनि दिएनन्। अनि त्यसपछि झिनो बहुमत ल्याएको सरकार पहिला 110 सिट ल्यायो, पछि उपनिर्वाचनमा 4 गरेर 114 सिट हो क्या सायद। अनि त्यस्तो चाहिँ आफ्नै बहुमतको सरकारलाई पुरा 5 वर्ष चलाउन नसकेर फेरि मध्यावधिमा लगे। यति सानो मुलुकमा पटक पटक चुनाव गरिरहने, चुनावी मात्रै गरिरहनु त समस्या हल हुनु त होइन। राज्य कोषबाट चुनावमै मात्रै खर्च गरेर के गर्ने? राज्य कोषबाट त बेरोजगारी युवा युवतीहरूलाई राहतको प्याकेज ल्याउनको निमित्त केही गर्नुपर्नेमा त खालि चुनावै मात्रै। अनि मल्लिक आयोगले दोषी ठहर गरेका जति पनि थिए ती सबै उपल्लो स्तरका भ्रष्टाचारीहरूलाई उन्मुक्ति दियो। कोही कसैलाई पनि मल्लिक आयोगले दोषी ठहर गरेकाले कारबाही भएन। कारबाही तल्लो स्तरका पञ्चायतका वार्डका सदस्य, अध्यक्ष, प्रधान पञ्च, उपप्रधान पञ्च या तल्लो स्तरको कर्मचारीलाई कारबाही भयो। त्यही पनि नेपाली काङ्ग्रेसले चारवटै ढोका खोलेर पूर्व पश्चिम उत्तर दक्षिणका चारवटै ढोका खोलेर काङ्ग्रेसी सदस्यता वितरण गर्ने क्रममा काङ्ग्रेसमा नपसेकालाई मात्रै कारबाही भयो। यसरी मल्लिक आयोगले दोषी ठहर गरेकालाई उन्मुक्ति दिएको, लाउडामा चाहिँ छानबिन गर्न नदिएको, यो चाहिँ अख्तियार मुठीमा लिएको कुरा त्यसपछिका प्रधानमन्त्रीहरूले पनि त्यही नै सिके। अनि त्यसपछि गएर त्यही पाठ सिके अनुसार 5 वर्ष कटेपछि कुनै पनि भ्रष्टाचारीलाई छानबिन नहुने डिसिजन गर्न खोजे। यो त के भयो भने जिसकी भैँसी उसकी लाठी, जो चाहिँ पदमा छ उसले राज्यको कोषलाई शोषण र दहन गरेर अक्युट सम्पत्ति आर्जन गर्न सक्ने भयो। अनियमितता गरेर राज्य कोषलाई शोषण दहन गरेर घुस खाएर भ्रष्टाचार गरेर कमिसन खाएर छोरा नाति पलाती खलाती जलातेलाई थुप्र्याउन सक्ने भयो। नहुनेले टुलु हेरिबस्ने, फुर्सदको बेला भ्रष्टाचार भयो देशमा भन्ने राजनेता र कर्मचारीसँग यो हाम्रो मन वचन आत्मा दिल टुटाउने, दुखी भएर बस्ने, हैन? त्यस्तो किसिमको थितिविधि भयो। अनि मानिसहरूले भन्न थाले जुन जोगी आए पनि कानै चिरेका, जुन सरकार आए पनि भ्रष्टाचारी पक्रेर छानबिन नगर्ने, भ्रष्टाचारीलाई उन्मुक्ति दिने, आफू पनि राज्य शोषण र दहन गरेर खाने, आफ्नो शुभचिन्तकलाई पनि छानबिन नगर्ने, अनि राज्य शोषण र दहन गरेर खाने अवसर दिने। अमेरिकाबाट कोलिन पावेल आएर भ्रष्टाचार भयो नेपालमा भन्नुभयो। कोलिन पावेलको कुरा पनि कसैले सुनेनन्। अमेरिकाबाट आउनुभएकी एक महिला पत्रकार लुइस आर्बरले नेपालका राजनीतिक दलका नेताहरूलाई प्रत्येकलाई भेटेर भ्रष्टाचारीलाई के गर्ने भन्ने बारेमा छुट्टै छलफल चलाउनु भयो। र त्यसपछि लुइस आर्बर अमेरिकामा फर्केर गइसकेपछि अमेरिकामा नै पत्रकार सम्मेलन गरेर पत्रकार समक्ष भन्नुभयो कि उहाँले नेपालका नेताहरू भ्रष्टाचारीलाई के गर्ने भन्ने कुरा आफैमा क्लियर नभएको भनेर त्यस्तो अभिव्यक्ति अमेरिकामा दिनुभयो। नेपालको राजनेता त सबै कुनै न कुनै काण्डमा मुछिएका छन्,
होइन। भ्रष्टाचारीलाई के गर्ने भन्ने कुरा उनले त स्पष्ट बोल्न त सक्दैन लुइस आर्बर समक्ष। लाउडा, चेज, धमिजा, वाइट बडी भयो, सुनकाण्ड प्रकरण भयो, अनि त्यसपछि नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका सारामा कोही न कोहीमा मुछिएको छ। अनि सिन्धुलीको एक दाइ आएर खोज लेख्नुभयो भित्तामा चाहिँ वालमा, त्यो पनि त्यत्तिकै भएर गयो। अब लाउडा भयो, चेज भयो, धमिजा भयो, वाइट बडी भयो, आकाशमा गुड्ने जस्तो संवेदनशील वस्तु जहाजमा त घोटाला गर्छन्। सेकेन्ड ह्यान्डको जहाज किन्ने, फर्स्ट ह्यान्डको बिल बनाएर अनि त्यसपछि त्यहाँबाट आउने कमिसनको भागभन्डा गर्ने, आफै चढेर जाने विमानमा गन्तव्य स्थलमा नपुग्दै बिचमा खस्ने हो कि भन्ने जगजगी रहने कुरामा त कमिसन खाएर त्यस्तो खरिद गर्छ भने भैँमा गुड्ने स्काइवेटर भ्याकु, जेसिबी, रोलर, डम्फर लगायत अन्य सरकारी गाडीको थितिविधि के होला? हिमाल पत्रिकामा लेखे अनुसार यो चितवन, भरतपुर, यज्ञपुरीमा रहेको क्यान्सर हस्पिटल एक तले हुँदाखेरि एकदम माथि सिलिङबाट थोप्ला तप्प चुहेर तल चाहिँ रोग खुट्याउन राखेको, डायग्नोसिस गर्न राखेको मेसिनमा लाई बचाउनको लागि बर्साती ओढाएर राखेको भन्ने कुरा हिमाल पत्रिकाले दिएको थियो। अनि म पनि झरिलागेकै बेला त्यहाँ गएर चाहिँ हेरेँ। हेर्दाखेरि त पुरै मेसिनलाई बर्सातीले ढाकेर राखेको एक तले हुँदाखेरिको, अनि माथि सिलिङबाट तप्प चाहिँ थोप्ला चुहेको थियो। त्यो कुरा हिमाल पत्रिकाको सम्पादकलाई त्यहीँको कार्यरत कर्मचारीले डराई रिपोर्टिङ गरेको कुरा त्यो पत्रिकामै उल्लेख छ। क्यान्सर जस्तो अस्पतालमा जनताको उपचार गर्ने ठाउँमा मेसिन राख्ने ठाउँमा त चुहिने घर बनाउँछ भने अन्यत्रको निर्माण कार्यको थितिविधि के होला? पानी, बाटो, बिजुली, होइन, अन्यत्रको निर्माणमा त पक्कै पनि कमिसन खाएको छ। सबै किसिमका सरकारी ठेक्कापट्टा कमिसन खाएर टेन्डर गर्ने र त्यसपछि त्यो कमिसनको भागभन्डा गर्ने। अब बन्ने सरकारले, जो जसको सरकार बने पनि यसरी सबै किसिमका सरकारी ठेक्कापट्टा कमिसन खाएर टेन्डर गर्ने काम पनि रोक्न पर्छ। र त्यसपछि हालसम्मका सरकारहरूले भ्रष्टाचारी पक्रेर छानबिन नगरेकोमा यो रोकिएको काम सबै भ्रष्टाचारीलाई पक्रेर छानबिन गर्नुपर्छ र अवैध ढङ्गले आर्जेको सम्पत्ति राज्यकै कोषमा फिर्ता गर्नुपर्ने हुन्छ। केही मानिसहरूले भ्रष्टाचारीलाई पक्रेर फाँसी पनि दिने भन्ने कुरा गरेका छन्, तर फाँसी दिन हुँदैन। पेरोलको आधारमा चाहिँ कुनै पनि राजनेता वा कर्मचारीको सम्पत्ति कति हो त उनले 5 वर्षसम्म खाएको तलब अनि 12 महिनाको तलब, दसैँ पेस्की अथवा कुनै चुनावमा जाँदा अथवा कतै जाँदा पक्रेको कति हो त त्यो चाहिँ लेख्न सकिन्छ। अर्को 5 वर्षको फेरि चाहिँ तलब वृद्धि भएकोले प्रत्येक वर्ष ग्रेड थपिँदै जाँदा कति हो? अब 20 वर्ष जागिर खायो कि 25-30 वर्ष खायो कि कति खाए, त्यो जोडेर सबै तलब क्यालकुलेसन गरेर हेर्ने। त्यो तलबबाट एउटा घर बन्ला, परिवार पालिएला, त्योभन्दा चाहिँ अवैध सम्पत्ति देखिन्छ बढी भने त त्यो सबै घुस खाएको, भ्रष्टाचार गरेको, आफ्नो सेक्सनमा आएको, भ्रष्टाचार गरेको, राजनेतासित मिलेर कमिसन खाएको सम्पत्ति हो, त्यसै पनि थाहा हुन्छ। त्यस कारणले पेरोल हेरेर मात्रै छानबिन गर्नुपर्ने हुन्छ। अब यहाँ त भ्रष्टाचार गरेर अख्युत सम्पत्ति आर्जन गर्ने व्यक्ति बन्ने परिपाटी छ। देश र समाज बन्ने, देश र समाजलाई बनाउने परिपाटी त छैन। भारतलाई हेर्ने हो भने विगत 25-26 वर्षमा 50 करोड मानिसहरूको जीवनस्तर बिलो पोभर्टी लाइनबाट मिडल क्लासमा, गरिबीको रेखामुनिबाट मध्यम वर्गमा ल्यायो भारतले। त्यस्तै चीनमा 80 करोड मानिसको 25-26 वर्षमा, विगत 25-26 वर्षमा गरिबीको रेखामुनिबाट 80 करोड मानिसको जीवनस्तर माथि ल्यायो। अब नेपालमा हेर्ने हो भने खै त दलमाथिको प्रतिबन्ध हटेपछि अस्ति 82 भाद्र 23-24सम्म जेन्जीले लखेट्दाको दिनसम्म कति मानिसको जीवनस्तर माथि उठायो नेपाल सरकारले? केही पनि गर्न सकेन। नेपालमा अहिले हेर्ने हो भने 40% मानिसहरू कुपोषित छन् भन्ने कुरा तथ्याङ्कले देखाउँछ। बाल, वृद्ध, अशक्त, शिशु अनि गर्भवती, सुत्केरी लगायत वयस्क मानिसहरू पनि न्युट्रिसन नभएको हुनाले, होइन, पोषणयुक्त खानेकुरा नभएको हुनाले कुपोषित छन्। ती मानिसहरूलाई कसरी चाहिँ पोषण दिलाउन सकिन्छ, उनीहरूलाई रोजगारीको अवसर सिर्जना गरेर आम्दानीको स्रोत भयो भनेदेखि त उनीहरूलाई कुपोषणबाट जोगाउन सकिन्छ। त्यो सोच सरकारमा छैन। कसरी हुन्छ पैसा कमाउने र व्यक्ति बन्ने, कमिसनै मात्रै खाएर हिँड्ने छ। जस्तै